King of I love the nature. I like it very much. पानी भएको ठाउँलाई चाहिँ इन्द्र भन्ने तर यहाँ चाहिँ पानी छैन त्यही भएर खाली त यसको नाम हामी चाहिँ अहिले कहाँ हो त्यही पुगिसकेका छौँ जहाँ हो नाउँ थाहा हामी चाहिँ भन नि त आज चाहिँ हामी ड्राई पिकनिकमा गइरहेछौँ सुक्खा सुक्खा ओ सबै आउनुस् है सबै आउनुस् जेसीसीको साधना केन्द्रबाट धार्मिक भ्रमण आउने क्रममा आजको शनिबार चाहिँ हामी कालु पाण्डे समाधि स्थलमा आइपुगेका छौँ। ल्याउनुपर्ने ब्रेड हो यहाँ आएछ केक झन् मजा आइरहेछ हामीले भाडामा चाहिँ मान्छे पनि ल्याएको छ नि पानीपुरी धन्यवाद थ्याङ्क यू उहाँ दाइले दिनु पर्यो हुन्छ फेरि पनि भेटौँ भन नि त आज चाहिँ हामी ड्राई पिकनिकमा गइरहेछौँ। पानी छैन हुन्छ पानी चाहिँ नाम मात्र सुक्खा हो सबै फेरि वेट नै हुन्छ मतलब भिजेकै हुन्छ। अनि अर्को चाहिँ हामी जाने ठाउँ चाहिँ कस्तो अनौठो रहेछ कि त्यो स्विजरल्यान्ड हेऱ्यौ तिमीले मैले हेरेको त्यो चन्द्रगिरी के भन्छ चन्द्रगिरी हिल्सको तल त्यस्तो मलाई लागेको छ तर एक्ज्याक्टली थाहा छैन किनभने म पनि त हामी चाहिँ अहिले कहाँ हो त्यहीँ पुगिसकेका छौँ जहाँ हो नाउँ थाहा नभएको नि त सिन चाहिँ दामी छ त्यो जोभन्दा राम्रो त हाम्रो दिदी हुनुहुन्छ हेर्नुहोस् त ल हाम्रो मनिष ह्यान्सी ब्रो कहाँ बिजी हो श्याम गोरा दाइ भने उहाँ नै हो अघिदेखि स्पिकरमा बसेर आउनु भएको थियो हाम्रो बुढो यो मेरो ह्यान्सी ब्रो यस्तो राम्रो ठाउँ छ तपाईँहरू आउनु सक्नुहुन्छ फेरि पनि यो मलाई त मन परायो नि पाहाडहरू माथिको पाहाडहरू खतरा लागिरहेको छ होइन everyone is lacking something मतलब सबैजना आत्मसन्तुष्टि छैन त्यो केही न केही खाँचो नै छन् कि सबै माग्ने मान्छे कहिले पाउँदैन अनि दिने मान्छे सधैँ पाउँछ किनेको दिया हुन्छ नि त भोलि पछि माग्नु चला केक चला ल यहाँ सब पैसा ल्याएको छ यता पनि घाँटी मार्केला राम्रो खानुहोस् घाँटी मार्केला है राम्रो खानुहोस् एक्लै खाइदिन्छ हामी माग्दै राम्रोसँग छ हो तुलै हामी हो उहाँ चाहिँ राम्रो हुँदो रहेछ त ओ गुरुजी त्यो त अघिदेखि ल गुरुजी हामी यता जाने चाहिँ गुरुजी चाहिँ त्यहाँ बताउ 5 रुपियाँ खाँदैन हामी अलिक महँगो भन्नु 50 भन्नु नानको खानु मन लाग्छ नै हामी सस्तो खाने मान्छे क्या भन्ने क्या हो ए मैले 5 चियासम्म त चिया पहलको दिदी त्यो यस्तै राम्रो हुनुहुन्छ होइन 2 कप चिया खान मन लाग्यो मलाई मलाई देखेर जेसीसीको साधना केन्द्रबाट धार्मिक भ्रमण आउने क्रममा आजको शनिबार चाहिँ हामी चार नारायण उपत्यकाको चार नारायण मध्ये हाम्रो चार नारायण मध्येमा यो उचङ्गु नारायण स्विजरल्यान्ड पार्क घुमिसकेर होइन नि हामी स्विजरल्यान्ड पार्क जानु आएको चाहिँ अब चाहिँ होइन गइसक्यो हाम्रो बस त यहाँ त छ यस्तो राम्रो सिन
पाण्डेलाई मात्र कालो त यहीँ छ कालो यहीँ छ कालो यही चाहिँ छु पाण्डेमा हेर्ने मात्र हामी जाँदैछु म केही भन्ने यसमा मैले केही भन्नु ओलीलाई नि कालो भन्नुपर्ने अलिकति कालो भन्ने हामी कालो हो क्या दाइ मनदेखि चाहिँ गोरो छ फेरि होइन हामी मनदेखि चाहिँ गोरो छ होइन फेरि अनुहार चाहिँ भगवान् यस्तो हो क्या सानोबाट मम्मीहरूले चाहिँ त्यो गाजल लगाइदिएर होइन लतपतेको क्या दाइ त्यही भएर कालो भएको नत्र हामी त्यो तेलमा बेसको तेल धसेको क्या तोरीको तेलले घाममा सुकाइदिएको मम्मीले अलि बढी भयो अनि हामी चाहिँ कालो भएको क्या मन त भित्र हो नि त घाम लागेन भित्र चाहिँ अब हामी चाहिँ मेन ठाउँबाट घुमेर मेन ठाउँमा जाँदैछु हामी सिक्नलाई हामी यहाँ घुम्न आएको भनेर भन्न त ल नेवारले तर म भनिदिन्छु तपाईँ सुन्नु सक्नुहुन्न त अब तर हजुर सुन्नु सक्नुहुन्न म भनिदिन्छु तर मनमा नै भन्नु ल सुन्नु है त सुन्नुभयो देख्नु भयो सुन्नु भएन नि मैले भने तपाईँ सुन्नु सक्नुहुन्न ल हामीसँग चाहिँ इटरीको दाइ भेट भइसकेको छ हजुर चाहिँ कहाँ कता बस्नुहुन्छ त यता भक्तपुर बस्छु ल भक्तपुर बस्नुहुन्छ उहाँ चाहिँ हाम्रो आज चाहिँ हामीले चाहिँ ल्याउने शौचालय दाइ उहाँ नै हो इटहरी रहेछ होइन तिम्रो उता सिधा मेरो गोठमा मोरङ नजिकै ओ नजिकै रहेछ दाइ त छिमेकी भेट भइसक्यो आज चाहिँ काठमाडौँमा आएर दाइ धनकुटा उहाँको ससुराली चाहिँ धनकुटा रहेछ मेरो ससुराली पनि होला तर अहिले भएको छैन होइन हुन्छ त्यही भोलि बस्छ दाइ धन्यवाद हामी फाइनली पुगिसकेका छौँ स्पेसल ठाउँ मेन ठाउँ ल हाम्रो दाइहरू आउँदै हुनुहुन्छ दिदी सबजना निस्किँदै हुनुहुन्छ ब्याग लिएर आउने होस् न के चाहिने हो त माथि चाहिँदैन ल हो हामी फाइनली 2 दिनको भिसा काटेर हामी चाहिँ स्विजरल्यान्ड आइसकेका छौँ कालो पाण्डेलाई भेट्न आइसकेका छौँ त्यो भ्यू टावर हो वाउ एकदमै राम्रो देखा कालु पाण्डे समाधि स्थलमा आइपुगेका छौँ र यहाँ हेरिराख्नु भएको छ सबैजना हाम्रो योगाका प्रेमीहरू पनि योगा प्रेमीहरू जाँदै हुनुहुन्छ ल अब हामी चाहिँ भन न हामी पनि इन्ट्री गर्दैछौँ अब कालो पाण्डे हेर्न जाँदैछौँ हामी समाधि यो एउटा ऐतिहासिक ठाउँ पनि हो त्यो त गोल्डन पाण्डे जस्तो छ त गोल्डन पाण्डे हो जस्तो कालो पाण्डे छैन जोडेको पछि गमले पछि ल्याएर कुरो भेटाएर वा ल यस्तो राम्रो त्यही भएर म जितेन्द्र ओली आएको आज आज जेसिज योग साधना केन्द्रबाट योग साधक साधिकाहरू सम्पूर्ण यो कालु पाण्डे समाधि स्थलमा आएर हामी सबैजना यहाँ फोटो खिच्ने क्रममा अहिले भनौँ न सबैजना यहाँ बसिराखेका छौँ रमाइलो गरिराखेका छौँ अहिले त रमाइलो छैन फोटो मात्र हो अति रमणीय ठाउँ ऐतिहासिक ठाउँ अहिले 43 भइसक्यो एउटा माथि हुनुहुन्छ नि पछाडि ल सबजना उठ्ने भए उठ्दा हुन्छ अब हामी चाहिँ कालो पाण्डे काजी कालो पाण्डेको समाधि स्थलबाट फर्किसकेका छौँ दर्शन गरेर अब हामी जानेछौँ मेन ठाउँ हुनु पनि मेन ठाउँ नै हो तर पनि हामी अझै फेरि मेन ठाउँ जानेछौँ एकछिन यो चाहिँ हेरौँ न यो चाहिँ ऐतिहासिक व्याख्या गरेको एकदमै बारेमा मुख्य
इन्द्रचोक द भ्यू टावर घुमेर फर्किसकेका छौँ। अब हामी जानेछौँ मनोकामना। बडी बिल्डर जस्तो देख्यो। अनि कुन फिल्मको गुन्डा जस्तो छैन त हामीलाई चाहिँ डर छैन किनकि हामीसँग सुमन्दाइ छ होइन बाहिर निकाल्दाखेरि चाहिँ तर लाइट एन्टी लाइट भयो। यो चाहिँ मनोकामना मन्दिर हो। यो चाहिँ मनोकामना त गोर्खाको मनोकामना होइन त काठमाडौँको मनोकामना मन्दिर हो। राम्रो दिदीहरू हेर्नु छ भने यता हेर्नुहोस्। हामी चाहिँ मनोकामना हो तर गोर्खाको होइन काठमाडौँको मनोकामना। यो चाहिँ गोर्खा मन्दिरको होइन काठमाडौँ मन्दिरको मनोकामना। वा बब्बा सिँगारे छ। यहाँ चाहिँ गफ चलिरहेको छ के हो बुझ्दैन तर पनि भिडियोमा चाहिँ आउनुहुन्छ उहाँ गफ चाहिँ के चलिरहेको थाहा छैन। यस्तो राम्रो ठाउँ छ तपाईँहरू पक्कै पनि घुम्न आउनु होला। यहाँ मनोकामना माई हामी घुम्न आए मनोकामना माई हामी घुम्न आए त्यो त मनोकामना। ल हेर्नुहोस् हेलो दिदी हातमा आइफोन छ। मेरै गाउँमा जस्तो लागिरहेछ मैले चाहिँ मेरो गाउँमा आएको जस्तो लागिरहेछ। दाइ एउटा मात्र दाइ एउटा हामी चाहिँ यस्तो मिठो फलपान खाइसकेका छौँ। ल अब हामी गइसकेका छौँ। यो छाता ऊ यो दिदीले चोर्न सिकाइरहेछ। यो दिदीले चोर्न सिकाइरहेछ मनिष। यो दिदीले चोर्न सिकाइरहेछ यार। गाली गर्ला बेकार माया आउनु नगर्नु त्यसो गाली गर्यो भने यस्तो ठुलो बुढा छ नि गाली गर्ला फेरि। इन्द्रदह चोक दर्शन गरेर फर्किसकेका छौँ। अब हामी जाँदैछौँ अगाडि अगाडि। यो चाहिँ पुरा यस्तो लाग्दैछ यो इन्भाइरोमेन्ट देखेर मलाई मेरो गाउँको जस्तो याद आइरहेछ क्या। टक्क यहाँ अगाडि यस्तो छ हेर्नुहोस्। अगाडि दुईजना दिदीहरू गइरहनु भएको छ। पछाडि छाता पनि कस्तो मिलेको। अब हामी चाहिँ इन्द्रदह गर्दैछु जाँदैछु। इन्द्रदहमा ब्लगिङ गर्दैछौँ। यस यस्तो हो खाँदै हुने डिजाइन ल्याइदिने क्या। इन्द्रदहमा हामी एकदमै रमाइलो गरिरहेछौँ। अनि अगाडि चाहिँ हाम्रो सम्झना दिदी होइन। अनि अर्को चाहिँ अगाडि चाहिँ इन्द्रदह छ तर त्यसमा चाहिँ मैले पानी हेर्न पाएको छैन। खालि दह भनेको पानी हो। पानी भएको ठाउँलाई दह भन्छ। तर यहाँ नो अब यो पानी छैन। सम्झना दिदी एकछिन पक्नु त। दह भने त पानी भएको दह भनेको पानी भएको ठाउँलाई भन्छ होइन। तर यहाँ त पानी छैन। बेला के भन्ने अब खाली दह भयो नि। पानी भएको ठाउँलाई चाहिँ इन्द्र भन्ने तर यहाँ चाहिँ पानी छैन। त्यही भएर खाली दह यसको नाम। तिमीले कसैले गाली गरिरहेछ जिस्काइरहेछ भने त्यसको मेन मतलब त्यसको मेन प्रश्न के हो भने प्रश्नको उत्तर दिनु जवाफ दिनु भनेको साइलेन्स हो क्या। केही नबोल्नु। Silence is the best answer to the stupid question. I'm coming. Okay bro. Okay dai. I'm coming. Okay Daju. Thank you. You are Join together all. You are welcome in our group. How do you feel there? Oh, it's extra adventure for me, I think. Oh wow. I love the nature. I like it very much. Oh nice. That's nice. रोकियो त फेरि उसले भन्यो कि ल म तिमीले भन्दा Yes, everything is okay. Fantastic. This is the touristic place also. Tourist doesn't visit in this area. Picnic spot also. Because it's far from that town or that city place. So Little bit far. little bit far, no problem. Who has the vehicles? Welcome to the visit this Switzerland Park and Nag.
इन्द्रदह इन्द्रदह नागदह इन्द्रदह माथि भ्यू टावर पनि हामी हेरिरहेको छौँ। टावर म त के भन्छु भने प्रत्येक हप्ता होइन हामीले एउटा विकेन्डको लागि समय छुट्याउनै पर्ने हुन्छ क्या घुम्नको लागि। नजिक होस् कि या टाढा होस्, जहाँ पनि कुनै नयाँ ठाउँ, कुनै नयाँ तीर्थस्थल, कुनै नयाँ ऐतिहासिक कि त हामी आफ्नो रमणीय प्राकृतिक वातावरणमा रमाउनु पर्दैन। तपाईँको उफ्रिनु भएको थियो नि होइन? मलाई थाहा छ कस्तो के लागिरहेको थाहा छ त्यो नै बाँडर त्यसो भ्याक्छ अघि त्यस्तो उफ्रिनु भएको थियो नि भ्याक्टा चाहिँ बरु राम्रो उफ्रिला यार। तपाईँले अस्ति पनि होइन यो दिदी त अस्ति तपाईँलाई थाहा छ नि हजुर यो कुरामा डिस्कस भएको तपाईँको चाहिँ जे कुरा पनि राजा भनेपछि केटामा पनि जान्छ केटीमा जान्छ राजा भने अझै राम्रो होइन राजा भनेपछि दिदी राजा ल आजदेखि त्यो राजा हाम्रो होइन अनि त्यो लाइन पनि राजा भन्छ किङ भन्छ नि किङ भनेपछि सबैलाई के उत्तम ठुलो खान्छ त्यो क्विन भने चाहिँ सानो खान्छ ल। हाम्रो एनसी दाईहरू हाम्रो दाईहरू टक्क यहाँ बसिरहनु भएको छ। उहाँ दाई त हुनुहुन्छ अब हाम्रो बस सुरु। तपाईँलाई थाहा छ एउटा कुरा ड्राइभर दादा लास्ट बोल भइसक्यो नि ड्राइभर दाइलाई रियलमा खलासी जस्तै छ यहाँ। पानीपुरी पसल यता होइन कहाँ पानीपुरी अचारको लागि होला चाहिँ होइन दिदी हामीले भाडा मान्छे मान्छे पनि ल्याएको छ नि। आज मनिष सिंहको बिहे त होइन तर पनि हामी भोज खान गइरहेको छौँ होइन। कस्तो रमाइलो आएको छ मजा आएर चाहिँ नाच्नु पाएर ल ऊ मनिष खाने बार अल्छी लागिरहेको छ अरे हाम्रो दाइ चाहिँ ऊ बाँध्दै हुनुहुन्छ राख्दै हुनुहुन्छ डाइलो राम्रो हाल्नु र दिदी सही कुरा भन्नु उहाँ कान खोल्दै कहाँ खोल्दै
साँच्चीकै तान्दिनु साँच्चीकै तान्दिनु अरू को खेल्ने परेको किनभने हुनुहुन्छ है त ल अब हाम्रो उर्मिला तामालकर आउँदै हुनुहुन्छ गीत गाउनुको लागि सक्यो देखाउनु पर्यो दिदी नपुग्नु है खाने भइसक्यो भत्तीको साउन्ड भत्त जानु पर्यो मान्छेको जिन्दगी बिगार्दिन्छ साउनीले बोतलको पानीले हाम्रो अब इन्द्रदह अनि स्विजरल्यान्ड पार्क घुमिसकेपछि अब हामी चाहिँ जाँदैछौँ स्वयम्भू बादरहरू मनुष्य दोष भेट्नलाई त भन्नु भएन अब हामी जाँदैछौँ स्वयम्भूनाथ दर्शन गर्नु यता पछाडि हाम्रो योगाको सबै टिमहरू आउँदैछौँ मनिषको साथीहरू भेटाएको यहाँ मेरो साथी मतलब उसको पनि साथी अनि सबभन्दा बढी महेन्द्र राईको साथी भयो हामी चाहिँ अब यस्तो हेरेको छ यार साथी हो ओ सबै आउनुहोस् है सबै आउनुहोस् ए आऊ कहाँ गयो खै आऊ आऊ सुरु हामीले बिहान 5 बजे यहीँबाट गएका थियौँ बसमा अहिले ठ्याक्क कति भयो 4 बजे 10 मिनट यहीँ इन्डिङ गुरुजी दाइ धन्यवाद है तपाईँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू उहाँ दाइले दिनुभयो हुन्छ दाइ फेरि पनि भेटौँला हामी छु तपाईँलाई थ्याङ्क यू राम्रोसँग सेफसँग हामीलाई ल्याइदिनु भयो दाइ हजुर उसको नाम के अरे रामकृष्ण सैजु दाइ ल उहाँको गाडी नम्बर चाहिँ यही टक्क यहीँ छ यो गाडीमा गएको आज हामी यस्तो रमाइलो भयो मजाले आफ्नो एकदम अनुभवी ड्राइभर हुनुहुँदैछ दाइ चाहिँ धन्यवाद है तपाईँलाई दाइ थ्याङ्क यू ल बाई बाई दाइ